ल है बेहुलीले चाहिँ थुम्चे थुम्चे बोक्यो यहाँ चाहिँ किन पूजा गर्नु यहाँ चाहिँ अब यो चाहिँ यो खोला चाहिँ पूर्वबाट उत्तर बगेको छ र खोला चाहिँ कुनै पनि छैन अरे त्यही कारण चाहिँ यहाँबाट पुल क्रस गर्दाखेरि चाहिँ पूजा गर्नुपर्छ अरे यो दामीको लास्ट हो यहाँदेखिको त दामी नै हुँदैन त्यसलाई लाग्छ बोकेर हामी हत्तु भइरहेको छ हो बिहाको सपिङहरू गरेर हो हाम्रो चाहिँ अब बिहाको सुरु भयो हो अस्ति साडीहरू किनिसक्यो आज चाहिँ अब लाने सामानहरू किन्दैछ हामी हो हत्तु भइसक्यो बिहाको बेहुलीको मेहन्दी रसम हुँदैछ यहाँ अलिकति देखाउँ त मेहन्दी वाउ कस्तो दामी भएछ लगाइदिने मान्छे चाहिँ यता छ यता हेर्नुहोस् त दामी लगाइन्छ उसले यहाँ चाहिँ अर्को नक्कली छ है उसलाई पनि चाहिहाल्यो अरे मेहन्दी नसोधिकन लगाएको छ कि खान्छ होला दुलाई देखाइदिउँ न यस्तो गरेर मजाले अर्को पनि देखाइदिउँ अर्को कसले लगाइदिएको भन त कस्तो दामी भएको छ है छैन भोलि के लाउँछौ तिमी यता हेर न के लाउँछौ तिमी वाउ अब भने चाहिँ हामी रोडमा निस्किसकेको छौँ बिहाको लागि है पुरा ढिलो भयो आज भइसक्छ एकदम ढिलो खै मेरो बुढीलाई तातो होस् लु देखिरहेको छ आज भन्नु देखिरहेको छ योभन्दा लास्ट दामी यो दामीको लास्ट हो यहाँदेखिको त दामी नै हुँदैन भनेपछि राम्रो देखिरहेको छ धन्यवाद वेलकम ब्याक सबैजनालाई हामी चाहिँ आज तपाईँहरूले थाहा पाइसक्नुभयो है आज चाहिँ के छ भनेर मेरो दादाको बिहा है अन्त हामी चाहिँ डेलो आइपुग्यौँ अघि चाहिँ पुरा रस भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ एकदम बिजी थियौँ हो अन्तखेरि चाहिँ हामीले चाहिँ उयोहरू भिडियोहरू गर्नु पनि पाएको थिएन किनभने आफ्नै घरमा पर्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ है यहाँ चाहिँ म छु हो आज मैले चाहिँ आजको मेरो आउटफिट त आज चाहिँ यहाँ हामी जाँदैछ यहाँ सहेक्दा म छु यहाँ पछाडि सेनासी छ हो अन्त हाम्रो गाडीमा चाहिँ सामान राखेको छ नि त पुरा अन्तखेरि चाहिँ अरूहरू पनि आउनु हुँदैछ पछाडि आदि बेहुला बेहुली अगाडि गइसक्नुभयो हो अब अलगढामा गएर चाहिँ म तपाईँहरूलाई भेटाउँछु किनभने त्यहाँनिर चाहिँ सबैजना चाहिँ त्यहाँनिर भेटेर चाहिँ उयोहरू खदाहरू टिकाहरू त्यहीँ लगाएर चाहिँ त्यहाँबाट चाहिँ निक्लिने अहिले चाहिँ हामी चाहिँ यहाँ डेलोमा आइपुगिसकेको छौँ आज के हुन्छ कसो कसो हुन्छ म सबै तपाईँहरूलाई देखाउने छु आज है मैले चाहिँ बोकिरहेको छु टिका साँच्चीमै निन्दै पुगेको छैन मलाई चाहिँ घरबाट चाहिँ साढे 5मा चाहिँ फोन गरिदिएँ कि म चाहिँ सुतिरहेको थिएँ 5:30मा चाहिँ फोन गरेँ तर छिटो उठेर कामसाम गरेर चाहिँ एकदम छिटो गरेर आएको म होइन तपाईँ कति बजी आएको 6:30मा आइपुगेको है त्यहाँदेखि आएर चाहिँ अब रेडी सेडी हुँदा के गर्दा हो सबै उयो गर्दा ओर्दा यति बेला भयो तर टाइमिङ चाहिँ हामी ढिलो भयो अब गाली पनि खान्छ होला उता पुगेर अगाडि आइपुग्यौँ है दिदीहरूको घरमा है एकदम राम्री भएर है हो यहाँ छ हाम्रो बिची दादी यहाँ चाहिँ म छु गाडी चाहिँ डेकोरेसन एकदम दामी भएको छ र हामी चाहिँ अलगढा 20 माइल काटेर चाहिँ हामी 21 माइल आइपुग्यौँ अन्तखेरि चाहिँ थाहा छैन के सोध्दैछौँ यहाँ दोकानमा गाडी रोकिरहेको छ अन्त हामीले पनि रोकेको है ए अन्तखेरि चाहिँ अब तपाईँहरूलाई म देखाउँछु बाटो दामी छ कागे हामी चाहिँ कागे जाँदैछौँ होइन मेरो भाउजूको घर चाहिँ कागे हो है दामी छ बाटो म तपाईँहरूलाई बाटोहरू पनि देखाउँछु होइन त्यहाँ पुगेर पनि देखाउँछु बिहामा के हुन्छ कसो हुन्छ त्योहरू पनि देखाउँछु नि ल यहाँ सागहरू हेर ए परे हेरेको प्याजको साग on the roadside.
रहेछ यो खोला चाहिँ कुन चाहिँ मलाई चाहिँ याद भएन रेसी जस्तो लाग्यो मलाई चाहिँ ए यस्तो गाउँहरू रहेछ कस्तो राम्रो यो खोला चाहिँ उल्टा खोला अरे है त्यही कारण चाहिँ पूजा गर्नुपर्छ अरे यहाँ चाहिँ यो चाहिँ पूजा गर्नै पर्छ अरे हो उल्टा अरे नि त यहाँ खोला है यहाँ खोला के भने मुदुङ खोला अरे यो चाहिँ यहाँ चाहिँ किन पूजा गर्नु यहाँ चाहिँ अब यो खोला चाहिँ पूर्वदेखि पश्चिम बगेको खोला चाहिँ कुनै पनि छैन अरे त्यही कारण चाहिँ यहाँबाट पुल क्रस गर्दाखेरि चाहिँ पूजा गर्नुपर्छ अरे पूर्व र उत्तर गएको मुदुङ खोला सुभाष घिसिङले बनाएको र यो चाहिँ मुदुङ खोला हामी अब यहाँबाट क्रस हुन आँटेको छ है यहाँबाट क्रस हुँदाखेरि चाहिँ हामीलाई पनि याद थिएन है फर्स्ट टाइम देखेको पनि सुनेको पनि यहाँ चाहिँ उल्टा खोला बग्छ अरे हो अन्तखेरि चाहिँ यहाँनिर चाहिँ पूजाहरू गर्नुपर्छ अरे नि त अन्तखेरि चाहिँ बेला र बेहुलीले पूजा पनि गर्यो अन्त अब हामी खोपिने होला मैले त याद छैन के गेम हो उनीहरूको हुँदो रहेछ कागे हाई स्कुल चाहिँ यहाँनिर रहेछ यहाँनिर र अहिले चाहिँ हामी चाहिँ कागे स्कुलको माथि आइपुग्यौँ है बेहुला कुद्दैछ अन्तखेरि चाहिँ हामी जस्ट कागे हाई स्कुल चाहिँ क्रस गऱ्यौँ है अब यहाँदेखि चाहिँ थाहा छैन कति छ अब भन्दैछ अब नजिकै हो भनेर त्यति यही माथितिर होला अन्त यहाँ चाहिँ अर्को रहेछ गुम्बा है म तपाईँहरूलाई गुम्बा देखाउँछु ल यस्तो गुम्बा चाहिँ कागे गुम्बा होला रोशन आज छिटो आउनुहोस् फाइनली हामी चाहिँ आइपुग्यौँ है के साह्रो राम्री हो के साह्रो राम्री आन्टी हो सबैले चिन्नुभयो होला है यहाँनिर राखेको छ गाडी हाम्रो अभिषेक दादा लचिदी ल है बेहुलीले चाहिँ थुम्चे आमाको उयो चाहिँ पुरा गरेको अरे यहाँदेखि चाहिँ रोडको यहाँदेखि चाहिँ बेहुला र बेहुलीहरू हो अन्त मेरो बेहुला चाहिँ यहाँ चाहिँ यहाँ चाहिँ सगुन खुवाइदिनु हुँदैछ भन्यो अब चाहिँ हामीले पायो है छिर्नु पायो अहिले चाहिँ हामी चाहिँ यहाँनिर आइपुगिसकेको छौँ हामी बिहा घरमा है मजा आयो है हामीलाई वेलकम पनि दामीसँगले गऱ्यो म तपाईँहरूलाई देखाउँछु त्यो वेलकम डान्स है राखेको चाहिँ हुँदो रहेछ है एकदम मन पऱ्यो है अन्तखेरि यहाँनिर घरहरू पनि कस्तो राम्रो है सबै एकदम राम्रो है कस्तो मन पऱ्यो यसरी वेलकम गर्दो रहेछ है यस्तो हुँदो रहेछ है मेरो भाउ चाहिँ आएको नि त अन्त उनीहरू चाहिँ प्रकारले चाहिँ वेलकम गरेको हामीलाई है यस्तो हामी सबै हेरौँ कस्तो राम्रो रहेछ हौ त पुग्यौँ है अब चाहिँ बल्ल बस्नु पाएँ है
भिलेज लाइफ चाहिँ यस्तो हुन्छ है मलाई चाहिँ पुरा मनपर्छ किन हो है किनभने चाहिँ अब म सानैदेखिको यसरी नै हुर्केरै होला है मलाई चाहिँ पुरा मनपर्छ है तपाईँहरूलाई कस्तो लाग्छ हेर्नुहोस् न केराको उयो पनि रहेछ बुङ्गा सैगा कस्तो हिरो जस्तो देखिरहेको छ यता हेरौँ न यता हेर्न टाइम फर लन्च है हामी आयौँ बिजदी हामी भेना लक्ष्मी दिदी यहाँ छ है हाम्रो दिदी दिदी यहाँ हो भनिदिइहाल्नु कि अब के भन्नु अब खै उहाँहरू त खाना खाने गएर हामी बसेको थियो हो राम्रै भयो मजा आयो मजा लाग्यो एकदमै यसै हाम्रो भेना चाहिँ ल है फेरि हुँदैछ उनीहरूको के उयो भएको त्यो चाहिँ याद भएन है तर अब मेरो दाजुले राई बिहा गरेको कारणले गर्दाखेरि चाहिँ यो राईपट्टिको अब अब डान्सहरू भने हो अन्त मेरो भाउ चाहिँ राई हो नि त अन्तखेरि चाहिँ कस्तो राम्रो हुँदो रहेछ उनीहरूको पढेको सबैजना मिलेर है राम्रो लाग्यो खुसी लाग्यो यहाँनिर मेरो दादा ऊ पर हेरिरहेको पुलबाट निकालेको छ त्यही हो नि पुलबाट त्यहाँ अब निकालेको त्यसलाई लक्ष्य बोकेर खुट्टा हलाइँदैन यसो खुट्टा हलाइन पुऱ्याउनु जान्छौँ नि हामी अब हामीले चाहिँ यहाँनिर चाहिँ सक्यौँ है उनीहरूको लास्ट यहाँनिर राई डान्स पनि हामी गऱ्यौँ अन्त म पनि नाचेँ है अन्तखेरि चाहिँ अब चाहिँ हामीलाई बिदाबारी दिनु आँट्नु भएको छ है अब हामी जानु आँटेको खरे कस्तो राम्रो हुँदैछ उनीहरूले आफ्नो कल्चर है यसरी बचाएर राखेको रहेछ अहिलेसम्म फाइनली अब हामी गएको मेरो दाजु बाई 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 आन्टी आउँछ नि मलाई बाई बाई फाइनली अब हामीले बिदा माग्यौँ है हामी चाहिँ गएको बाई बाई सबैलाई हामीले बिदाबारी माग्यौँ है अन्त अब चाहिँ हामी यसरी गएको भेना ए बेला बेबी ल बिदाबारीको अन्तिम अब चाहिँ फाइनली बेहुली हाम्रो भयो अब चाहिँ हामी लगेको बेहुली एकदम उनीहरूको ट्रेडिसनल डान्स हुँदैछ हाम्रो बिदाबारी यहाँ थुम्से बोकेर अगाडि हुँदैछ है ल अब चाहिँ हामी गएको कागे बाई बाई भनिहाल्नु बाई बाई अब हामी चाहिँ घर गएको अब हामीलाई त केही फिल भएको छैन हामी त खुसी नै छौँ है अब यहाँ घरको अब आन्टी
खै आमा बाबाहरूलाई कस्तो भयो होला आफ्नो छोरी है सानोदेखिको हुर्केको बढेको है यसरी जाँदाखेरि कस्तो म दुखिरहेको होला उहाँको दिदी चाहिँ यहाँ हुनुहुँदो रहेछ है यहाँ पछाडिको दिदी चाहिँ मेरो भाउजूको दिदी हुनुहुँदो रहेछ है उहाँ चाहिँ बिचरा है रुनु हुँदैछ बुझ्छु मेरो पनि बिहामा यसरी रुनु भएको थियो दिदी है बिचरा अब उसलाई पनि कस्तो भइरहेको छ है मलाई कस्तो अब कस्तो लाग्छ है मेरो छोरो चिली भएर कहाँको बाई बाई चिन्नु त अब चिनिन पछि चिन्छ है तलै छ भाउजू बाई बाई सबैलाई हुँदैछ है यहाँ बेहुला बेहुली हामी चाहिँ अब यसमा हामी चाहिँ कागेको बाटो फर्किँदैछ है कागेदेखि फर्किँदैछ रिसपको बाटो है एकदम खराब रहेछ बाटो चाहिँ है तल बल अलिकति राम्रो बाटोमा आइपुग्यो कस्तो राम्रो रहेछ बाटो चाहिँ र अहिले भने चाहिँ हामी घर आइपुग्यौँ है भर्खर पुरा ढिलो भयो किनभने हामी उता पनि गयौँ नि त अलगढा पनि गयौँ हो अन्तखेरि चाहिँ हामी आउँदाखेरि चाहिँ पुरा ढिलो भयो है अन्त आजको दिन पनि यसरी नै बित्यो मेरो है आजको दिन चाहिँ बेस्ट दिन भनौँ न मेरो आफ्नो दाजुको बिहा है खुसी लाग्यो आजको दिन है खुसी भयो अब सबैजना मजाले गऱ्यौँ इन्जोय गऱ्यौँ डान्स गऱ्यौँ तपाईँहरूले मेरो भिडियोमा देखिहाल्नु भयो है म कतिको डान्स गरेँ म कतिको खुसी थिएँ है मजाले इन्जोय गरौँ अब त्यहाँ पनि हामीलाई पनि त्यसै ट्रिट गर्यो है अब त्यसरी नै वेलकम पनि एकदम राम्रोसँगले है त्यहाँ बस्नु खानुदेखिको एकदमै राम्रो है उनीहरू एकदमै फर्साइलियो अहिले चाहिँ हामी घर आइपुग्यौँ फाइनली है धेरै रात पऱ्यो अहिले र फेरि भेटाउँछु तपाईँहरूलाई मेरो नेक्स्ट ब्लगमा अनि यो भिडियोलाई पनि तपाईँहरूले धेरै धेरै माया देखाइदिनुहोस् है सपोर्ट गरिदिनुहोस् माया गरिदिनुहोस् अनि फेरि भेटाउनेछु अर्को भिडियोमा बाई बाई गड ब्लेस यु अल